हामी चाहिँ जस्तै इनहाउस ब्लड डोनेसन गर्नु भने पहिला चाहिँ यहाँ पास भइसकेपछि उनीहरूसँग केही रोगहरू चाहिँ उनीहरूलाई सम्झाउने कन्सल्ट गर्ने डक्टरले स्टाफ हुन्छ आफूलाई चाहिने रगत तान्छ नचाहिने रगतहरू सबै डोनरलाई पठाउँछ 15 दिनमा ब्लड डोनेसन गर्छ त्यसबाट डोनेसन गर्छ त्यसपछि यहाँ डोनेसन चाहिँ हामीलाई डोनेट गर्छ खानेकुराहरू त्यो चाहिँ इन्टरनल डोनेसनको लागि यताबाट चाहिँ हाम्रो इन्भेस्टमेन्ट गर्न जानुहुन्छ तपाईँहरूको यो प्लेटलेट छुट्याउने छ कि छैन यो चाहिँ पहिला रेड क्रसले गर्ने मान्छे छैन होइन एकजना ब्लड आइसकेपछि भनेको अहिले त्यस्तो छुट्याइएको ब्लड पाइएन भन्ने छ हामीको चाहिँ ब्लड ब्याङ्कै 99% सेपरेसन भयो हामी त होल ब्लड ब्याङ्क जस्तो भने काम भनेको जस्तो हेपाटाइटिस बी एचआइभी 4वटा कम्पोनेन्टहरू हामीले जस्तो ब्लड आइसकेपछि के गर्छौँ हामीले पहिला यसमा टेस्ट गर्छौँ आफ्नो अर्को मेसिन छ त्यो 2टा मेसिनले जब पास गर्छ त्यो डोनरको ब्लड मात्र हामीले सेपरेसनमा पठाउँछौँ जस्तो उनीहरूलाई चाहिँ हेपाटाइटिस बी सकिसक्यो एचआइभी सकिसक्यो विभिन्न रोगहरू सकिसक्यो पहिला हामीले टेस्ट गर्छौँ त्यसमा अनि ब्लडको मेसिनमा राखेर अनि त्यो पास भएपछि बल्ल हामीले सेपरेसन गर्छौँ नत्र त्यसलाई चाहिँ छुट्याएर राख्छौँ र हामीले उनीहरूलाई क्लियर गरिदिनु इन्जेक्सन हो 14 दिन हामी कसरी इन्जेक्सनको 14 दिनभित्र तपाईँ आउँछ अहिलेसम्म भएको चाहिँ एलेजा प्रविधिले चाहिँ 60 दिन आउँछ यसले चाहिँ 14 दिनमै पत्ता लगाउँछ त्यस कारण इन्फेक्टेड रगत चाहिँ पेसेन्टसम्म जान सक्ने खतरा चाहिँ यसले रोकिएबाट रोक्छ अब आजै कसैले डोनेसन गरेको छ भने इन्फेक्टेड भएको छ गरेको छ भने उसको त पत्ता लाग्ने भएन त्यो खतरा त स्थिल अहिले पनि लाग्छ तर 60 दिनसम्म वेट गर्ने कुराहरू पहिले त्यो 60 दिनसम्म वेट गरेर ठिक छ भनेर मात्र पठाइन्छ नै पठाइँदै लाग्छ त्यो त्यसको पनि के छ भन्दा 0.025% त ट्रान्सफ्युजन भएकै छ अहिलेसम्म रेड क्रसको यसलाई चाहिँ यसले न्यूनीकरण गर्छ त्यो एक ग्रेडको अब हजुर चाहिँ अझै लेटेस्ट टेक्नोलोजी जान्छ नेट प्रविधि भन्छ इन्डियामा नेट प्रविधि चलिन्छ त्यसले चाहिँ तुरुन्तै यसले 72 घण्टामा पत्ता लाग्छ तर त्यो यहाँ ल्याउनलाई हामीलाई तपाईँले ब्लड कलेक्सन गर्नुहुन्छ सेपरेसन गर्नुहुन्छ त्यसलाई के भन्छ अरे यो क्लियर मेसिन क्लियर गर्नुहुन्छ त्यसपछि ब्लड कहाँ दिनुहुन्छ ब्लड हाम्रो स्टोर चाहिँ यता हस्पिटलमा अनि तपाईँहरूलाई पैसा मतलब त्यो प्याकेटिङ दिनुपर्छ कलेक्सन त्यसको क्यापासिटी कति यसको लागि हाम्रो डाक्टरहरूले बताइरहनु भयो
तर लिँदैखेरि दुईवटा ट्युब छुट्टै हुन्छ एउटा ट्युबले एउटा ट्युब डोबेपछि कोकाए अहिले मन्त्रीज्यू जस्तो नेपाल गभर्मेन्टमा प्रायः ट्युबबाटै लाएर सेङ्सन हुन्छ हाम्रो चाहिँ अटोमेटिक यो 14-15 मिनट